Ini darah ya sana. Atas itu. Son भाइ एउटा राम्रो गीत जाओस्. हेलो गाइज वेलकम टु इसान दाइको च्यानल है ल दाइ हेलो आज चाहिँ हाम्रो बहिनीको घरमा के भन्छ त्यसलाई हाउस वार्मिङ पार्टी हुँदैछ. हाउस वार्मिङ भन्दा नि हल्का अब त्यो त्यतिकै रमाइलो दाजुभाइहरू दिदीबहिनीहरू रमाइलो गर्न लाग्यो हामी. त्यसमा आजको भ्लगको मेन हिरो चाहिँ हाम्रो सन्देश भाइ हुनेछ. सबै क्लिपहरूमा सन्देश भाइलाई सबैजनाले देख्नुहुनेछ. सन्देश भाइ उहाँ चाहिँ उसको नाम चाहिँ सन्देश हो है. एकदम रमाइलो छ, हजुरलाई रमाइलो गर्ने छ सन्देश भाइले. सो अहिले चाहिँ हामी बिहान उठेर सबैजना भेट भएर सङ्गम भाइलाई लिन जाँदैछौँ. आफ्टर द्याट अब प्लानहरू के हुन्छ बिस्तारै सबै मुभ हुँदै गर्छ. ल अल टु यु सन्देश भाइ. ल अब हामी चाहिँ अब अहिले चाहिँ सङ्गमलाई लिन जाँदैछौँ. अब एकछिन जस आज रमाइलो गर्नुपर्छ गाइज होइन हामीसँग के हुन्छ के पाक्छ सन्देश भाइको अपडेट आउँछ है अहिले. सङ्गम इन द हाउस गाइज उतार आइरह कहाँ गइदियो यो चाहिँ हाम्रो फर्निएस्ट क्यारेक्टर चोमो क्यारेक्टर के चाहिँ राई लङ टाइम. What's up man? What's up? छिरो छिरो ल यो चाहिँ हाम्रो ब्लग भाइ. वेलकम टु माई ब्लग. ल लाइक शेयर सब्स्क्राइब भन है साथीको ब्लगमा. लाइक शेयर सब्स्क्राइब के साथी भन न तिमी कति पछि भेटा तिमीलाई हेर न. अब हामी वालमार्ट आइसक्यौँ होइन. अब यसो अलिअलि सपिङ गर्नु पर्यो है. यसो गाइस कस्तो यसो समाज छैन. मैले तराईलाई मेसेज गरेको थिएँ, तराईले काम गर्नु तराई आउँदैन भन्यो. बिग्रिने यस्तै मान्छेले गर्दा तिम्रो पाप धुलिरहेको साथी मलाई भेटेर तिम्रो पाप कस्तो पाप धुलिरहेको छ मलाई थाहा छैन. मैले के अरे समय दिनाले भनेको थिएँ नि मेरो साथीको भन्दा दिपक कल्याण र के अरे राखी सावल मैले के गलत गर्दैछु भनेर चाहिँ मैले के गलत गर्दैछु साथी भनेर तिमी जस्तो साथी पाउन भन नि साथी एकचोटि. तिमीले योभन्दा अगाडि ठ्याक्क तिमीले शिवको धेरै पूजा गरेर त्यहीबाट शिव साथी पायो अरे के चाहिँ म त होइन त कृष्णको पूजा गर्थेँ नि मैले. पहिलो जन्ममा साथी यो जन्म नि कृष्णकै पूजा गरेको यति सँगैहरूले त आम्मामा के साह्रो सपिङ भयो. यो हुँदैन यो रिटर्न है के रातो हाल्दि राम्रो हाल्दि उस्तो किन होइन यो नै ओए हाम्रो बाबरची हो क्या इन्सपेक्सन चल्दैछ. तिमी पास भयो कि भएन? पास भयो ल. एउटा कुरा यो ठुलिङ हो कि भाइ अनि त ठिक छ होइन त्यो छैन कि त किन डिस्पोजलहरू नै युज गर्नु ठुलो खालको भन्नु छु. ब्रेडवाला के लाम्छु होइन यही ठिक छ. ठिक छ यत्रो खाँदा नि त्यही भयो. होइन म ल सपिङ सकियो केटाकेटी हो. अब हामी घरतिर जाँदैछौँ. अब हामी पकाउँछौँ भने त अब हामी के गर्छौँ साथी भन त तिमी. उसले ऊ एकदम खतरा डान्सर हो. एउटै ठाउँमा रहेछ हाम्रो गाडी. ल बाई बाई गाइस. तिमीसँग बोलेकै छैन के बन्दैछ यस्तो देखाउ त केटाकेटी हो. यो चाहिँ खसीको मासु हामी तनाई बहिनीले बनाएको. आयो 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 यहाँ चाहिँ के हुँदैछ केटाकेटी हो. के को लागि यो चाहिँ मोमो सेप्स होइन. अब जसले भिडियोमा चाहिँ फर्स्ट टाइम देख्दैछ ऊ चाहिँ श्रुति, ऊ चाहिँ समन भाइ. अनि उता हाम्रो लफङ्गाहरू चाहिँ बाहिर बसिरहेका छन्. अनि यो चाहिँ भाइको सेटअप है. भाइ चाहिँ एकदम दामी म्युजिसियन पनि हो. ड्रम सम हान्छ, पुरै गिटारहरू पनि कडा कडा बजाउँछ. सबैजना नमस्ते दर्शन गरिदिनु भगवान्लाई होइन. अब खानाहरू पाक्दैछ होइन, बिस्तारै पाक्छ. के हुन्छ ग्याङ्स? What's up? सूर्यको घर बाहिर चाहिँ राम्रै भ्यू छ. उता चाहिँ मैले यो के भन्छ अरे यार, के फुल भन्छ कि लाइक केरा जस्तो छ हेर्दा तर यो फुल हो के
यसमा सर्पो धेरै आउँछ मलाई त्यो चाहिँ थाहा छैन हाम्रो घरमा पनि थियो होइन, माथि माथि रुखमा चाहिँ। तर के फुल भन्छ कि त्यो दुईतिरै झरेर भन्ने फुल हो के एक्जेक्टमा नाम चाहिँ अब होइन कसैलाई थाहा छ भने कमेन्ट हालिदिउँ नाम भेट्दै गरिन्छ फेरि खसीको मासु रेडी अनि हाम्रो अचार पनि रेडी अब यहाँ चाहिँ के पाक्यो मलाई थाहा छैन तर त्यो नाम पाक्छ हाम्रो प्रेपहरू सबै सकिसक्यो यहाँ मासु यस्तो हुँदैछ मेरिनेट हुँदैछ किमा ओए ग्रवेसको मोमो बन्छ अहिले गाइस एकछिनमा मोमो बसाउनुपर्छ मैले अहिले यहाँ भइसक्यो यो चाहिँ हामीले फ्रुट जुस है यस्तो के अरे रक्सी खानुहुन्न एकदम अब यहाँ हामी जुस खानुपर्छ सादा सादा जुस खानुलाई ल्याएको भाडा हो यो पाइनएप्पल पाइनएप्पल जुस हामीसँग हामीसँग यो पाइनएप्पल जुस छ यहाँ अब कोकोनटको उ छ हामी फ्लेक्स चाहिँ ल्याएन है कोकोनट फ्लेक्स के हो खै बस्न छर्यो चारैतिरै पछि पछि आए है छाडी सारा संसारै फुल हो के हो खै बस्न छर्यो चारैतिरै पछि पछि आए है छाडी सारा संसारै काली काली कातिल नजर न देख मुझे ऐसे खोया खोया रहता हूँ तेरी यादों में बैठे काली काली कातिल नजर न देख मुझे ऐसे यति गरेर हेलो गाइस वेलकम ब्याक फेरि पनि अब हाम्रो आजको भ्लग यस्तै गरी चलिरहेको छ अहिलेको लागि यहाँ हाम्रो मानको लागि भाँडा तात्दैछ यो चाहिँ कोकोनट क्रिम यहाँ चाहिँ हल्ला गर्दैछन् मोमोसम्म बनाउँदै सबैजना गाइजहरू यो चाहिँ कोकोनट वाटर पाइनएप्पल जुस पनि छ यहाँ हाम्रो रोस्ट बन्दैछ पाइनएप्पल जुस छ भनेर पाइनएप्पल जुस गाइज यो चाहिँ मोमोहरूको क्लोजरबाट यस्तो हेर्नु भयो के अरे हाम्रो डालस टेक्ससमा कसैलाई घरमा मोमो बनाउनु छ भने कन्ट्याक्ट हाम्रो सगम भाइ यसलाई चाहिँ भाँडामा चाहिँ कन्ट्याक्ट गर्दा हुन्छ है यो चाहिँ भाँडामा एक्सपर्ट छ सो किप गोइङ गाइस अझ पनि आइरहेको छ पिनट्स के लागि बहिनी मोमोको अचारको लागि के हाल्नु चाहौ तिमीले भन त मलाई एकचोटि फेरि हाल्दैछु पिनट अनि हाल्दैछु म भटमास अनि पछि हाल्छु म नुन टमाटर प्याज लसुन अदुवा तोरीको तेल वान अफ द बेस्ट मोमोको अचार हो यो चाहिँ कसैलाई चाहियो भने डालस टेक्ससमा कसैलाई चाहियो भने कन्ट्याक्ट गर्नु सक्नुहुन्छ मलाई डिएम गर्दा नै हुन्छ म बोडीको नम्बर दिन्छु त्यो मान्छेलाई अनि हाम्रो चाहिँ एकपल्ट मोमो बनिसकेको छ अनि दिस इज द मोमो अनि यहाँ अझै बन्दैछ मोमोको साथमा यस्तो यस्तो कुराहरू चाहिँ खानुहुन्न यहाँ पनि अलमोस्ट ओहो राम्रोसँग रोस्ट हुँदैछ हाम्रो मोमो ऱ्यापरहरू चाहिँ यहाँ हुन्छ अनि इन्डियाको ल्याटिन चलिरहेको छ त्यहाँ चाहिँ फेरि Cheers! फेरि श्रुति मैले सुन्दै छैन वान्स मोर एउटा फेरि भेज
के भन्नु? एउटा फेरि जे भनिपुगेछ त्यसको सन भाइ एउटा राम्रो गीत जाओस् आकाशको तारा सबै मटिपेर ल्याइदेऊला फर्केर बादलको माथिमा तिमीलाई पर्खिबसौला तिमी भने लिन अब केही छैन मात्र एउटै दिन मात्र यही नै मेरो चाहना तिमी भने फर्की फर्की नहेर मलाई फर्की फर्की नहेर मलाई फर्की फर्की नहेर मलाई Thank you, bye. ल थ्याङ्क यू गाइज फर होस्टिङ द पार्टी ल है श्रुति यता हेर्दा यस्तो भ्लगमा ल साउन्ड बाई थ्याङ्क यू फर होस्टिङ द पार्टी ल गाइज इट वाज फन रमाइलो भयो त्यस्तो ये गुड नाइट लाइक सेयर सब्सक्राइब प्लिज